to breathe, but that's alright. Hush. So once again, Sevan everyone, welcome back to my new vlog. अनि सबैजना ठिकै हुनुहुन्छ होला, म पनि एकदम सन्चु, हाम्रो भाइहरु पनि एकदम सन्चै छ हैन सिकी भाइ? एकदम हो। यता चाहिँ हाम्रो छेत्री भाइ हो। छेत्री। तपाईहरुले त्यो हाम्रो रिल्स देख्नु भइसक्यो होला, यो छेत्री भाइ चाहिँ यतै हो। अनि हाम्रो मितज्यू चाहिँ यता छ। मलाई छेत्रीको बडी मन पर्यो मितज्यू। निराश छ मितज्यू चाहिँ, खोइ किन हो आजको दिनमा धेरै निराश भइरहेको छ हाम्रो मितज्यू चाहिँ। र अहिले चाहिँ इफ यु आर न्यू टु माई च्यानल, प्लिज सब्सक्राइब माई च्यानल मिस्टर सेवानी भ्लग हैन। अनि फेसबुक पेज पनि मिस्टर सेवानी भ्लग्सको नाममा छ, प्लिज डोन्ट फर्गेट टु फलो द्याट पेज अल्सो। अनि अहिले चाहिँ हामी तीनजना चाहिँ इभिनिङ वकमा लागिरहेको छौँ कि के भन्छु कि भाइ? एकदम इभिनिङ वकमा चाहिँ हामी चाहिँ हिँड्ने गइरहेको छु हैन। र आजको चाहिँ किन चाहिँ हाम्रो यस्तो स्पेसल पर्यो भन्दाखेरि चाहिँ अस्तिदेखि चाहिँ मलाई इभिनिङ वकको भ्लग बनाउनु मन थियो, तर ड्यु टु सम रिजन्स आई कुडन्ट मेक इट। तर आज चाहिँ दिन पनि राम्रो भयो हैन, अलिक ठिकैको जाडो कस्तो भएको कारणले गर्दा चाहिँ हामी चाहिँ मैले सुट गर्नु भ्याएँ। र हाम्रो मितज्यू के भयो? मितज्यूलाई चाहिँ आज किन उदास छौ? मितज्यू उदास होइन कि अल्छी लागिरहेको छ आज, कि बाबा स्कुलदेखि अल्छी लागेको। स्कुलदेखि अल्छी लागेको। र यो चाहिँ हाम्रो गाउँ हो अप्पर सामरोक, र यो चाहिँ हाम्रो दामी बाटो छ यस्तो है, A1 बाटो छ यहाँनिर चाहिँ। र यहाँदेखि एउटा सानो बाटो छ ओह्रालो जाने, यहाँबाट चाहिँ हाम्रो तल लोवर सामरोक जान्छ। यो हिँडेको यो बाटो नहिँडेको निकै भयो, जङ्गलले पनि पुरिसकेको छ, सट्टै ओह्रालो जानुपर्छ। यहाँ चाहिँ हाम्रो गाउँ चाहिँ एकदम शान्ति छ, सुन्दर छ हैन। अनि इभिनिङ वक चाहिँ हाम्रो यस्तो चाहिँ दामी हुन्छ बेलुकाको चाहिँ। आज चाहिँ फुटबल खेल्नु हामी गइनँ, कारण चाहिँ मान्छेहरू पनि छैन रहेछ। अनि इभिनिङ वक पनि त्यही हिउँले गर्दा भयो। डरलाग्दो चुङथाङ, यसलाई चुङथाङ भन्छ है, यसलाई चाहिँ चुङथाङको जङ्गल भन्छ हैन। एकदम बाक्लो छ, एकदम चाहिँ यता हल्ला भएको थियो भालु पनि निस्क्यो भनेर, तर त्यो चाहिँ अफर रहेछ, निस्केन भालु, हामीले त देखेन। अनि यो चाहिँ हाम्रो दामी चौतारा, यहाँ चाहिँ बसेर हामी चाहिँ मजाले अरू बेला गफसफ हिर्काउँछौँ, पानी पर्दा बस्ने ठाउँ हैन। हामी स्कुल पढ्दा चाहिँ यतै यही चौतारामा पहिला बिसाउँथ्यौँ, घाम लाग्दा फेरि मजा आउँछ हैन। अनि यता छेत्री भाइ किन हो अन्त बिजी छ हो फोनमा? किन हौ बिजी छ है? यता बोल्दै न अन्त बोल्दै हो भाइ? के हेर्नु त्यत्रो तल। र तपाईँहरू कस्तो हुनुहुन्छ कमेन्टमा लेख्नुहोस् हैन, कहाँबाट हेर्नुहुँदैछ लेख्नुहोस्। अनि तपाईँलाई मेरो भिडियो कस्तो मन पर्दैछ कि मन पर्दैन त्यो पनि लेखिदिनुहोस् हैन। अनि के को बारेमा म भ्लग बनाउँ त्यो पनि लेखिदिनुहोस् हैन। अनि के इम्प्रुभमेन्ट हेर्नु छ कि त्यो पनि लेखिदिनुहोस्, ड्याममै भोट दिनुहोस् कमेन्टले हैन। मेरो तपाईँ कमेन्ट बक्स ड्याममै भोट दिनुहोस्। अनि हाम्रो केटाहरू चाहिँ मसँग चाहिँ हिँडिबस्छ जहिले, साथ चाहिँ दिन्छ हाम्रो भाइहरूले। म भन्दा चाहिँ दुईजनै भाइहरू हो, दुई वर्ष भाइ फुच्चेहरू, तर म भन्दा पनि अक्लो भइसक्यो दुईजना। खेल्दैछ है, तर ऊ तल चाहिँ यहाँ खेलाउँछौँ भनेको नि बोलेको, यहाँ चाहिँ खेल्दै रहेछ केटाकेटीहरू होइन। नदेखाउँ के देखाउनु, र यस्तै छ। अनि यो पारीको चाहिँ देख्नु हुँदैछ होला, यसलाई चाहिँ तपाईँको के रोलोक हो यो पारी चाहिँ। त्यहाँदेखि चाहिँ यता बेन के भन्दै जान्छौँ। अनि यसलाई चाहिँ हामी आँप बोटे भन्छौँ होइन, आँप बोटे, तर आँप चाहिँ छैन। खोइ आँप बोटे मात्रै हेर्ने, कहिले हो सिजन। र साथी अस्ति हाम्रो यता भर्खर यता क्लास 10 को यता रिजल्ट आएको थियो होइन। के तिमी त के एक्सपेक्टेसन कस्तो थियो भाइको? क्लास 10 को रिजल्ट कस्तो आउँछ जस्तो लागेको थियो? नहीं, मुझे मजाक नहीं उड़वाना अपनी चीज का, मैं नहीं बताऊंगा। दामी नि अन्त ओके थियो एकदम।
यता हेर न ध्यान देऊ न छ्याट तेरिका पढाइमा पनि ध्यान छैन के गर्दा पनि ध्यान छैन यता क्यामेरामा त ध्यान देऊ हेर्नुमा त ध्यान दिनु पर्यो नि अन्त के गर्दैछ फोनमा चाहिँ म कालो यहाँ के गर्छु कालो है एकदम उडेकै छ नि यस्तो ठिकै छ अब उडाइ त त्यही हो नि A few moments later. र हामी चाहिँ अब खिमतिर लागेको होइन खिम भनेको चाहिँ राई भाषाबाट चाहिँ घरतिर लागेको भनेको खिम मिन्स घर होम यहाँ चाहिँ लाइटहरू बल्दैछ यता चाहिँ होइन हाम्रो निचा हो निचा भनेको चाहिँ भाइ भनेको राई भाषाबाट निचा निचा दुईजना चाहिँ अब खिमतिर खिम काट्यो है भाइ खिम काट्यो अब झनै पर्ने हुन्छ आएपछि होइन र यो चरा कराएको सुन्नुहोस् मजाले र हाम्रो गाउँमा चाहिँ के फाइदा छ भन्दाखेरि चाहिँ यही फाइदा छ के भन्दाखेरि चाहिँ नि फाइदा चाहिँ के छ भन्दाखेरि चाहिँ शान्ति हुन्छ चराचुरुङ्गीको आवाज नेचुरल हावा एकदम फ्रेस हावा मिठो मिठो त भन्नु सक्दिनँ तर फ्रेस चाहिँ सब्जीहरू खानु पाउँछौँ रोपेको विदाउट एनी केमिकल फ्री सब्जीहरू पाउँछौँ सिलगढीको होइन एकदम ताजा घरमै रोपेको बारीमै रोपेको हामीले खानु पाउँछौँ त्यो चाहिँ फाइदा छ अनि घुम्नु चाहिँ भेकेसन मनाउनु चाहिँ घरमै आफ्नै गाउँमै हो किनभने बजारतिर त पुरा हल्लाहरू हुन्छ होइन त्यस कारण पुरा डिस्टर्बेन्स माइन्ड पनि एकदम डिस्टर्ब भइरहेको हुन्छ त्यसो चाहिँ माइन्ड फ्रेस गराउनु चाहिँ हामी चाहिँ गाउँमै आउनुपर्छ बिकज होम स्विट होम होइन भाइ आफ्नै गाउँ आफ्नै ठाउँ लाग्छ नि रमाइलो भने गीत पनि याद आयो मलाई त होइन निचा हो के एउटा हो ओ मिज्यू के हो बोल्नु छैन त आज त मिज्यू त बिजी हो किन चाहिँ हो आइया हो र के किन चाहिँ त्यस्तो भयो जस्तो लाग्यो हाम्रो भाइ गोली खेला खेल्नुपर्ने किन चाहिँ त्यस्तो भयो जस्तो लाग्यो छेत्री भाइ मलाई त भन्नु निकै थियो कि भन्दिनँ तर भनिदेऊ न हौ म भन्छु तर म भन्दिनँ किनकि मलाई थाहा छ तर भन्दिनँ र हाम्रो त्यो अस्तिको रिल्स होइन छेत्री रिल्स चाहिँ कसले हेर्नुभयो कमेन्ट गरिदिनुहोस् होइन र पार्ट 2 पनि बनिनु आँटेको छ अनि पार्ट 2 चाहिँ कसलाई हेर्नु चाहिँ एकदम एक्साइटेड हुनुहुन्छ प्लिज कमेन्ट गरेर भनिदिनुहोस् किनभने हाम्रो छेत्री भाइ चाहिँ एकदम कमेन्ट अनुसार मात्रै रिल्स बनाउने भन्दैछ होइन छेत्री एकदम के भन्छ हो पक्का हो अनि मिज्यू पनि त्यस्तै छ हालत हो के र मिज्यू अनि यस्तै हामीलाई इन्ट्रेस्टिङ रिल्सहरू तपाईँले हेरिरहनु चाहनुहुन्छ भने चाहिँ हामी चाहिँ 3 जना चाहिँ हामीले बनाउनु ट्राई सल्लाह गरिरहेको छौँ कि अब हामी इन्स्टातिर चाहिँ हामी सर्ट्स भिडियो चाहिँ हाल्नेवाला छौँ त्यस्तो कमेडी भिडियोजहरू अनि यस तपाईँहरूलाई पनि मन परेको छ हेर्नु अस्तिको मन पर्यो हाम्रो फर्स्ट ट्राई मन पर्यो भनेर चाहिँ हाम्रो आफ्नो मैले 3 जनाको इन्स्टाग्राम ह्यान्डल यहाँ दिएको छु प्लिज डोन्ट फर्गेट टु फलो द्याट अनि त्यसरी नै हामी नयाँ हामी अपडेटहरू ल्याउँदै गर्छौँ ट्रेन्डिङ भिडियोजहरू बनाउँदै गर्छौँ किनभने हामी सबैजना न्यू हो 3 जना न्यू हो हामी त्यसमा आइडिया पनि छैन रिल्सहरू लिपसिङ पनि साह्रै जान्दिनौँ हाम्रो त कसैको त बिग्रेको पनि छ लिपसिङ छेत्री भाइको चाहिँ एकदम पर्फेक्ट भएको छ होइन यता मिज्यूको र मेरो बिग्रेको छ होइन अब चाहिँ हामीले त्यसलाई इम्प्रुभ गर्नेवाला छौँ मजाले होइन अब बिस्तारै गर्दै इम्प्रुभमेन्ट हुने हो के भन्छ केटा हो मिस्टेक इज अ लेसन हैन मिस्टेक इज अ लेसन हैन वी हैव टु लर्न फ्रम इट अनि हार चाहिँ खानु हुँदैन हार चाहिँ बन्दा खानु हुन्छ चुइगम खानु हार चाहिँ नखानु भाइ त्यही हो है कुरा चाहिँ र त्यति भन्दामा आजको सानो छोटो मिठो भ्लग चाहिँ म एन्ड गर्नेवाला छु यसरी नै म डेली अबदेखि चाहिँ डेली भ्लग बनाउने कोसिस गर्छु जति सक्दो चाहिँ होइन तपाईँले सपोर्ट गरिरहनु भएको छ यसरी गर्दै लास्ट बट नट द लिस्ट प्लिज डोन्ट फर्गेट टु सब्सक्राइब माई युट्युब च्यानल मिस्टर सेवानी भ्लग फेरि पनि भन्दैछु किनभने तपाईँको ठुलो माया चाहिन्छ सपोर्ट चाहिन्छ थ्याङ्क यू बाई बाई